लाइन बसौँ है तपाईँ बस्न सकिन्छ उभिएन उभिन सकिन्छ दाँत खोलेमा यहाँ चाहिँ तपाईँहरूलाई अहिले दाँत चाहिँ कसरी हाम्रो दाँत चाहिँ सधैँ ब्रस गरिरहेको हुन्छौँ होइन दाँत ब्रस कसरी गर्ने त्यो दाँत ब्रस गर्न हामी नजानेर हाम्रो दाँत किराले खाइरहेको छ कि त्यो भएर दाँत चाहिँ बिहान बेलुकै ब्रस गरिरहेको हुन्छौँ तर दाँत किराले खाएको त्यो दाँत ब्रस गर्न नजान्नाले कतिले चाहिँ दाँत ब्रस गर्दै गर्दै चाहिँ आधी घन्टासम्म दाँत ब्रस गरेर बसिरहनुहुन्छ त्यो हाम्रो एकदमै खराब ह्याबिट हो त्यो कसरी ब्रस गर्नुपर्छ भनेर यहाँ डाक्टरले हाम्रो मिस नेपाल 2025 को मिस नेपाल चाहिँ हाम्रो आज ठुलाठुलो शिविरमा आउनु भएको छ सुमना केसीज्यू डाक्टर सुमना केसी उहाँ चाहिँ ठ्याक्कै दाँत स्पेसल डक्टर पनि हुनुहुन्छ उहाँले चाहिँ दाँत कसरी मान्ने भनेर उहाँले सिकाउनुहुन्छ है त्यो भएको भएर यो हामीले दाँत धेरै बेर मान्नै पर्दैन एउटा दाँतलाई 3 चोटि चलाए पुग्छ तर हामीले एउटा दाँतलाई तपाईँको आधी घन्टासम्म माग्छौँ कि कहिले दाँत किराले खाइरहेछ अब त्यसलाई कसरी बन्द सकिन्छ भनेर उहाँहरूले सिकाउनुहुन्छ है त्यो सिक्नुहोस् अनि एक एकवटा टुथपेस्ट पनि दिनुहुन्छ यो डाबर होइन डाबरको ब्रान्डको चाहिँ टुथपेस्ट पनि तपाईँहरूलाई यहाँ बाँड्ने कार्यक्रम छ आज सँगै अरू रियो पनि दिने हो कि दाँत चालकहरूलाई चाहिँ उहाँहरूले त्यो कार्यक्रम पनि रहेकोले तपाईँहरूले यसलाई चाहिँ भाग लिएर दाँत विशेष गरी आफूले सिकेको कुरा आफ्नो छरछिमेक आफ्नो छोराछोरीलाई पनि अहिले सिकाउन सक्नुहुन्छ तपाईँहरूले जानेर है एकदमै इम्पोर्टेन्ट छ यो पाटो हामीले नजान्दाखेरि हाम्रो मुख स्वास्थ्य राम्रोसँग भइरहेको स्थिति छैन र धेरै दाँतमा चाहिँ समस्या भइरहेको छ सँगै हामीले सुर्ती खान्छौँ नि चुरोट र सुर्ती अनि गुड्खा तपाईँको त्यो सुपारी यिनीहरूले के गर्छ भन्दाखेरि गर्न सकिँदैन कतिजनाले यहाँ सुर्ती खाइरहनु हुन्छ सुर्ती भन्दा आज त्यो गुड्खा खाने त्यो पान खाने मान्छेहरू हुन्छ नि कतिको त त्यो अम्लो नै भित्र छिर्दैन भातको सिटा भित्र छिर्दैन त्यस्तो पनि यहाँ अहिले गुड्खा 12-13 वर्ष गुड्खा त्यो सुपारी खाने मान्छेहरूको यहाँ अहिले भर्खर प्र्याक्टिस गरेर हेरौँ यो एउटा अम्लो नै मुखबाट भित्र छिर्दैन त्यस्तो हुन्छ यो चाहिँ हामीलाई थाहा नभएर हाम्रो अनि मुखको क्यान्सर हुने अनि पछि उपचारै नहुने समस्याहरू हुन्छ त्यो डाक्टर साहबले यहाँ क्लियर गर्नुहुन्छ मिस नेपाल 2025 को मिस नेपाल पनि हुनुहुन्छ आज हामीले उहाँलाई यहाँ चाहिँ स्वागत पनि गर्न पाएको छौँ उहाँले राम्रोसँग क्लियर गरिदिनुहुन्छ उहाँलाई विशेष धन्यवाद दिँदै उहाँले चाहिँ यो सेसन अगाडि बढाउनलाई म अनुरोध गर्न चाहन्छु यहाँले अब धेरैजनाले दाँतको उता उपचार पनि दिनुभयो होला है आफ्नो दाँत जचाउनु भयो होला के कस्तो समस्याहरू छ भन्ने बारे पनि बुझ्नुभयो होला तर जति पनि हामीले डक्टरलाई देखाए पनि स्वास्थ्य चौकी धाए पनि आफ्नो पनि हाम्रो केही अधिकार हुन्छ आफ्नो पनि हाम्रो केही कर्तव्यहरू हुन्छन् आफ्नो मुख स्वास्थ्यलाई चाहिँ राम्रो राख्नको लागि अब त्यसको लागि हजुरहरू कतिले चाहिँ नियमित ब्रस गर्नुहुन्छ त दाँत दिन के कोले ब्रस गर्नुहुन्छ हात उठाउनु त गर्नुहुन्छ मञ्जन र ब्रस लगाएरै गर्नुहुन्छ हजुरहरूले हो ब्रस भनेको चाहिँ दिनमा 2 पटक गर्नै पर्छ बिहान हजुरले खाना खाए पश्चात र बेलुका सुत्नु अगाडि पनि खाना खाए पश्चात चाहिँ ब्रस गर्नुपर्छ किनभने जति पनि खानेकुराहरू मुखको सतहमा रहन्छन् ती भनेको कीटाणुहरूको पनि खानेकुराहरू हुन् हैन हामीले खाएको खानेकुरा उनीहरूलाई पनि खानेकुरा हुन्छन् र त्यो खाएपछि त्यहीमा बढ्दै झन् ठुलो हुँदै धेरै हुँदै जान्छन् र किरा लाग्ने समस्या पी पाउने समस्या जराहरू खाने समस्याहरू चाहिँ हजुरले देख्न सक्नुहुन्छ यदि ब्रस गर्नु भएन भने अब ब्रस पनि कसरी गर्ने अब धेरैले कसरी घोट्लान् कसरी अलिकति मात्रै खुल्ला गरेर छोड्लान् हैन त्यसैले चाहिँ म अब कसरी सही रूपमा कसरी ब्रस गर्ने भनेर हजुरले देखाउन चाहन्छु है अब यो भनेको चाहिँ एउटा ठुलो मुख हाम्रो मुखको चाहिँ मैले एउटा मोडल लिएर आएको छु है हाम्रो मुख त यत्रो नहोला त्यही पनि यो खोल्न मिल्छ यस्तो दाँतहरू छन् है यी चाहिँ अब कसरी ब्रस गर्ने त भन्ने कुरा आउँछ जहिले पनि ब्रस गर्दा सर्वप्रथम हामीले याद गर्नुपर्ने भनेको चाहिँ नरम ब्रस प्रयोग गर्नुपर्छ ब्रस पनि विभिन्न खालेका पाइन्छन् बजारमा हैन यो छाम्दाखेरि अगाडिको यो ब्रिसल भनिन्छ यसलाई ब्रिसल चाहिँ साह्रो हुन भएन त्यो चाहिँ अझै घुटेर हजुरले गर्नुभयो भने झन् दाँतको सतह चाहिँ निस्किँदै जान्छ दाँतमा सिरिङ हुने समस्याहरू चाहिँ बढ्दै जान्छ त्यही भएर चाहिँ दाँत ब्रस गर्दाखेरि चाहिँ जहिले नरम ब्रस चाहिँ प्रयोग गर्ने गर्नुहोस् है
र अब ब्रस कसरी गर्ने त भन्ने कुरा आउँछ। हामी त यो अगाडि मात्रै गरिन्छ है, युजुअली यसरी अगाडि मात्रै गरिन्छ, यता यता लगिन्छ अनि थुकिन्छ हिँडिन्छ। त्यसले गर्दाखेरि सबै सतह त सफा भएन नि त होइन। दाँत चाहिँ अब कसरी सफा गर्ने भन्दाखेरि यसलाई 5-6 भागमा विभाजन गर्ने पहिला होइन। अब यस्तो छ नि हाम्रो यो भनेको बङ्गाराको भाग, यो भनेको अगाडिको दाँतको भाग होइन, यो अर्को बङ्गाराको भाग, यस्तो गरी 6वटा भागमा चाहिँ दाँतको पुरै मुखको दाँतहरूलाई चाहिँ विभाजित गरौँ। पहिला चाहिँ यताबाट सुरु गर्ने है, यताबाट अथवा जताबाट सुरु गरे पनि पछाडिको दाँतबाट सुरु गर्नु पर्यो हजुरहरूले। यसरी चाहिँ आधी भाग चाहिँ गिजामा, आधी भाग चाहिँ दाँतमा पर्ने गरी पुरै तल सफा गर्नु पर्यो यसरी है। तल सबै फोहोरहरूलाई तल फाल्नु पर्यो यसरी, साइड टु साइड माथि घोटेर यसरी झन् त्यो माथिको सर्फेस मात्रै, माथिको सतह मात्रै कम हुँदै जान्छ। अगाडि जाउँ त बाबु। यसरी घोट्नु भयो भने चाहिँ दाँतको इनामेलहरू निस्किँदै गएर तपाईँहरूलाई सिरिङ सिरिङ हुन थाल्छ। त्यसरी मजाले पहिला यसरी तल सफा गर्ने, यसरी सफा गर्नुभयो, यसबाट भित्रबाट पनि निकाल्नु भयो, यताको सतहमा पनि सफा गर्नुहुन्छ होइन। अगाडि पनि यसरी निकाल्नु भयो, भित्रको भाग सफा गर्नुभयो, यता पनि त्यही अनुसारले यसरी निकाल्नुहुन्छ, भित्रको भागबाट निकाल्नुहुन्छ, यसरी सफा गर्नुहुन्छ। तलको पनि त्यसरी नै माथि माथि फाल्ने, माथिकोलाई तल फाल्ने, तलकोले माथि माथि यसरी फोहोर फाल्दै जाने, भित्रबाट पनि फाल्ने, अगाडि पनि गर्ने। जहिले पनि हामीले ब्रस गर्दाखेरि यसरी हेर्दा त दाँत सबैको सेतै देखिन्छ, फोहोर भनेको त भित्रपट्टि भागमा बसेको हुन्छ नि त। त्यही भएर यो भागमा पनि अनिवार्य रूपमा हजुरहरूले सफा गर्नुपर्छ है। जसरी पनि यसरी निकाल्ने, यताबाट पनि यसरी निकाल्ने, यसरी माथितिर फाल्ने। सो यति गर्दाखेरि त अलिकति समय बढी लाग्छ। सो एकदम अधिकतम समय भनेको चाहिँ हामीले 1.5-2 मिनटसम्म चाहिँ ब्रस गर्नै पर्छ है। हजुरले अब हतार भइरहेको बेलामा सबैभन्दा कम समय दिइने नै हामीले ब्रसिङलाई हो नि त, तर त्यस्तो गर्नु भएन। मिनिमम पनि 1.5 देखि 2 मिनटसम्म चाहिँ ब्रस गर्नै पर्यो। अब मुखमा त दाँत मात्रै त होइन, जिब्रो पनि रहेको हुन्छ, जिब्रोलाई पनि सफा गर्नु पर्यो। कि त तपाईँले ब्रसको पछाडिको भागले घोट्नु पर्यो, अथवा बजारमा टङ क्लिनर भन्ने नै पाइन्छ, त्यो लगाएर चाहिँ सफा गर्नुपर्छ। र अब जस्तै अरू बेलामा हुन्छ हाम्रो गिजाहरू सुन्नेको बेलामा चाहिँ के गर्ने भन्ने हुन्छ होइन। अब सकेसम्म त दन्त सेवा लिने हो, आएर सफा गराउने हो। तर यदि हजुरहरूले सक्नु भएन भने चाहिँ बिहान र बेलुका मनतातो नुन पानीले कुरा गर्नुभयो भने पनि गिजाहरू सुन्ने समस्या चाहिँ एकदमै कम हुन्छ। सो यति भन्दै अब म हजुरलाई दाँत ब्रस गर्ने ज्ञान मात्रै बाँडेर जान चाहन्न, यो पनि हजुरहरूले कन्टिन्यू गर्नुहुन्छ, यसलाई निरन्तरता दिनुहुन्छ भनेर चाहिँ मञ्जन पनि वितरण गर्दैछु। यसको लागि चाहिँ हाम्रो डाबरको हजुरहरूले सुन्नुभएको होला होइन, डाबरको पाचक हुन्छ, डाबरको च्यवनप्रास हुन्छ, डाबरको स्याम्पू हुन्छ, विभिन्न थरीको प्रडक्टहरू हुन्छ। त्यसमध्ये डाबरको यो क्लोभ भन्ने टुथपेस्ट पनि अहिले बजारमा आएको छ र यो एकदमै हर्बल टुथपेस्ट यहाँहरूले सजिलै पाउन सक्नुहुन्छ। र यदि पाउनु हुँदैन भने पनि मैले यहाँसम्म चाहिँ हजुरहरूलाई सहज होस् भनेर चाहिँ आज डाबरको क्लोभ टुथपेस्ट चाहिँ वितरण गर्न आएको छु। सो अब यहाँ सिकेको ज्ञान पनि लैजानु होला, टुथपेस्ट पनि लग्नु होला र यसलाई चाहिँ कन्टिन्यू गर्नु होला है त। ल अब चाहिँ लाइन लगाएर बस्दिनु होला, म बिस्तारै सबैलाई जुस र मञ्जन चाहिँ बाँडिदिन्छु है। अहिले बसेको ठाउँ बस्नु भएको यत्तिकैमा बस्नुहोस्, हलचल तय नगर्नु।